हेलो गाइस हाम्रो चाहिँ यहाँ टीका लगाउने कार्यक्रम सुरु भइरहेको छ लाइन चाहिँ यहाँ टीका लाग्नेलाई है धन्यवाद मेरो नानीलाई टीका लाग्छ हेलो गाइस ल नयाँ सालको धेरै नमस्ते गाइस नयाँ साल दसैँ जस्तै भयो नयाँ सबैको राम्रो मान्छे भए भनेको माने हामीले चाहिँ यसरी सेलिब्रेट गर्छौँ है हजुरहरूले चाहिँ कसरी सेलिब्रेट गर्नुभयो नमस्ते नम्बर छैन दुर्गीतासँग शुभकामना निरोगी हुनु ज्ञानी हुनु अझै असल र सभ्य भए आशीर्वाद छ यो राम्रो होइन हेर्नु है यसको सुना न 82 सालको आउने अर्को वर्षको रिजल्टमा कता हो र भनेको राम्रो अङ्क ल्याएर होल फर्स्ट भएको सुन्न पाम देख्न पाम यही मेरो शुभकामना जय हो ह्यापी दसैँ कष्ट नलाओस् दुःख कष्ट दूर हुन् नयाँ सालको धेरै शुभकामना निरोगी भयो फुल लाग्छ रासरी अहिले लगाइदिनु है ग्रुप गरे मेरो त यस्तो रौप्रिय भन्ने सबैलाई फुल लगाइदियो छोरो अनुशासन क्लास पढेपछि पनि मैले आजदेखि 82 साल सुरु भयो अब छोराले नयाँ युगको सुरु गर्छ यहाँ उल्टा पट्याङ चल्ने चटपटाउने गलत काम गर्ने कुरा आजदेखि बन्द मेरो शरीर त्यति सस्तो नि छोछु डर लाएर सुस्ता हाल्दा नि अया भन्ने पानी पर्यो मलाई कट गर्छु किन यस्तो हुन्छ अब 16 वर्षतिर अगाडि बढिसक्यो म कहाँ पुग्ने भन्ने सोच्नु केटाकेटीसित बस्नु नयाँ कुरा सिक्नु नपाइयोस् प्रगति भएको देख्न पाइयोस् यही मेरो शुभकामना मलाई दुख्यो शरीरको पालो छोरा त बिचारी तिरस्कार गरेको होइन तिरस्कार गरे नयाँ साल कट गर्छु मलाई लुसेको नि कट है लुसेको त हाल्छु बाहिर गाली गरेको त कट गर्छु म एडिट गर्छु कि
सफल भएको देख्न पाऊँ अघि के रिदमको र आइएनसीको मुखमा हेरेको हेरे पनि दिम लाग्यो अस्ति त्यसलाई नि 50 रुपैयाँ दिने नि फेरि अरूलाई 50 रुपैयाँ त्यसले 10 रुपैयाँ दिने क्या दिम यहाँ दिम लाग्यो लच्छु मेरो त पाइट ल्याइदेऊ जाऊ छोरी अनि यसलाई किन्नु न रोहितलाई ल्याइदिन्छु के मैले पानी खाउने त नि के अब तो नयाँ बाटो र पाटो ल्याएर मैले मुबिन डेली तो पम्जिङ मै के हो तो त लागेको देख्न नपरोस् जायज कुरा मात्रै देख्नु सुखमय आनन्दमय एकदम पब्जीहरु फ्री फायर चिरञ्जीवी आयो सुरुमा बुवालाई ल्याएर गर्नु यसरी नै जीवन जाओस् दीर्घायु सुस्वास्थ्यको लक्ष्मीले बाछा हुन् सधैँ भरिपूर्ण होस्। अब मेरो टर्न आउँदैछ ल टिका लाउने हेरेर सपोर्ट गरिदिनु हाम्रो घरमा कोही आउनु भएको छ मैले चिन्दैन बोल्नु हो कि भाग्यमा नि सुख शान्ति दीर्घायु सुस्वास्थ्य खालै उडाइदिएको यस्तो गर्दा मेरो हालत लामो दिदी उत्ताउँदै पैसा कि धनी छ कन्ट्रोल गरेस् के म पनि हो टिका लाउनु पैसा पाएर त यस्तै छ गाइज हजुरहरुको कस्तो छ गाइज आज ह्यापी न्यू इयर हैन दशैं हो दशैं हैन मारे हाम्रो ह्यापी न्यू इयर हो हाम्रो नै सबै दशैं भयो ह्यापी न्यू इयर यसरी सेलिब्रेट गर्छौं सबै आशीर्वाद दिएर अरु बेला नि लिन्छ दशैं चाहिँ यहाँ भोलिसँग नयाँ के तपाईहरुले